मेरो लाइफमा एकदमै इन्फ्लुएन्स गरेको एउटा स्टोरी हजुरहरूलाई पनि सेयर गर्छु ल। एउटा मान्छे चाहिँ एउटा जङ्गलमा हिँडिरहेको हुन्छ अनि थाकेर एउटा रुखमुनि बसेर चाहिँ सोच्न थाल्छ होइन, मलाई चाहिँ एकदमै भोक लाग्यो, खाना खान पाए पनि हुन्थ्यो भनेर सोच्छ होइन। अनि त्यसपछि खाना ठ्याक्क आउँछ कि ओहो खाना त खायो, पेट भर्यो, अब मैले के पिउन पाएको भए पनि हुन्थ्यो भन्छ। अनि पिउन पाउने कुराहरू पनि टक्क आउँछ होइन। अनि त्यसपछि ओहो मैले त यहाँ जे माग्यो त्यही आइरहेछ, यहाँ त भूत छ कि क्या हो भनेर सोध्छ कि। अनि भूत आउँछ, ओहो यो भूतहरूले त मलाई अब दुःख दिन्छ होला भनेर सोध्छ कि। अनि भूतले दुःख दिन थाल्छ, ओहो यो भूतले त मलाई दुःख दिएरै मार्छन् कि क्या हो भनेर सोध्छ होइन। अनि नभन्दै ऊ मर्छ। अनि ऊ चाहिँ कोइन्सिडेन्टली एउटा कल्पवृक्षको तल बसेको हुन्छ कि। द्याट मिन्स उसले जे सोच्यो त्यही नै भइरहने। उसले अब पोजिटिभ सोचुन्जेलसम्म पोजिटिभ भइरहेको थियो होइन। अब जब भूत आउँछ भनेर सोच्न थाल्यो तब भूतले उसलाई खान्छ भनेर सोच्न थाल्यो, ऊ मर्यो होइन। अनि यो स्टोरी चाहिँ सद्गुरु युट्युब च्यानलमा चाहिँ एकदमै पपुलर भिडियो हाउ टु म्यानिफेस्ट भन्ने भिडियो छ, टप 2 तिरै छ होला होइन। मैले 2019-20 तिर हेरेको थिएँ त्यो भिडियो। अनि त्यो भिडियोबाट चाहिँ म्यानिफेस्टेसन भन्ने कुरा चाहिँ मैले लाइफमा इन्ट्रोड्युस भएको थियो मेरो लागि चाहिँ होइन। अनि कस्तो पावरफुल छ कि लाइफमा कति स्ट्रेसफुल हुन्छ, अप्स एन्ड लोज हुन्छ, अनि त्यसपछि त्यो स्टोरी सम्झिन्छु होइन। अनि मैले जे सोच्यो त्यही नै हुन्छ भनेर। अब त्यो स्टोरी मैले राम्रो न्यारेट गर्न त डेफिनेटली सकेको छैन, आई नो द्याट होइन। फुल भिडियो सद्गुरु कै च्यानलमा हेर्नु होला त्यो होइन। अनि त्यो भिडियोमा म्यानिफेस्टेसन रिलेटेड कुराहरू कस्तो मजाले भन्नुभएको छ कि अहिलेको मोडर्न जमानामा त कल्पवृक्षको तल बस्ने भन्ने कुरा हुँदैन। हामी नै कल्पवृक्ष हो, हामीले जे सोच्छौँ त्यही नै हाम्रो रियालिटी हो। अनि त्यसरी नै हाम्रो वर्ल्ड कसरी बनाउने भन्ने डिफाइन गर्छ भनेर भन्नुभएको छ। अनि त्यहाँ विदाउट लिफ्टिङ अ लिटल फिङ्गर आफूले सोचेको कुरा मजाले इजिली म्यानिफेस्ट गरेर पाउन सकिन्छ भनेर भन्नुभएको छ कि। अनि यो अन्टरप्रेनरसिप स्टार्ट गरिसकेपछि कति अप्स एन्ड डाउन्स आयो होइन, यति धेरै लो फिल हुन्छ। अनि अचेल त अब लो फिल भयो कि विदाउट लिफ्टिङ अ लिटल फिङ्गर भनेर रेज हुन्छ। अनि आफूले आफूलाई कन्सोल पनि हुन्छ होइन। अनि त्यहाँ अर्को कुरा भनेको चाहिँ त्यो भिडियोबाट मलाई एकदमै मन परेको कुरा चाहिँ अर्को, यदि तपाईँलाई घर बनाउन मन छ भनेदेखि गोजीमा 50 रुपियाँ मात्रै छ, 50 लाखको घर कसरी बनाउने भनेर इम्पोसिबल सोच्यो भनेदेखि चाहिँ वर्ल्डलाई चाहिँ आफूले कन्भे गरिरहेछ द्याट यु डोन्ट वान्ट द्याट होम भनेर कन्भे गरिरहनु भयो है, म सक्दिनँ भनेर। तर बिहेभ लाइक अ बेबी होइन, भगवानको अगाडि हात जोडेर बच्चा जस्तो जसलाई केही पनि थाहा छैन कसरी हुन्छ, वर्ल्डले कसरी प्रोभाइड गर्छ केही मतलब छैन, जस्ट आफ्नो विश चाहिँ युनिभर्सलाई राखेको छ, मलाई घर चाहिन्छ भनेपछि वर्ल्ड युनिभर्स एनर्जी नै अलाइन हुन्छ। अनि यु विल फाइन्ड यु होम विदाउट लिफ्टिङ अ लिटल फिङ्गर भन्नुहुन्छ होइन। अनि द्याट स्टोरी इन्फ्लुएन्स मी अ लट के। अनि म्यानिफेस्टेसनको चाहिँ इन्ट्रोड्युस मेरो लाइफमा त्यो भिडियोबाट भयो। त्यसपछि मैले एउटा बुक द पावर अफ सबकन्सियस माइन्ड भन्ने बुक पढेँ, जुनको मैले बुक रिभ्यू पनि युट्युब च्यानलमा हालेको छु। अनि त्यसमा द पावर अफ थट, बिलिफ होइन, कसरी आफ्नो वर्ल्ड आफैले डिटरमाइन बनाउन सकिन्छ भन्ने कुराहरू चाहिँ यस्तो मजाले राइटर जोसेफले भन्नुभएको छ होइन। त्यसले पनि यो पास्ट 4-5 इयर्समा चाहिँ कन्सियसली चाहिँ नै मैले इम्प्लिमेन्ट गर्ने कोसिस गरेँ। अनि राइट नाउ आइ एम लिभिङ द बेस्टेस्ट लाइफ जुन मैले 5 इयर्स अगाडि म्यानिफेस्ट गरेको थिएँ होइन। अहिले चाहिँ म त्यो फेजमा छु, तर मान्छे न हो, मान्छेलाई कहिले पनि चित्त बुझ्दैन, सेटिस्फाइड हुँदैन, एन्ड आई वान्ट समथिङ बिगर इन माई लाइफ। अनि यो विक चाहिँ समथिङ चेन्जिङवाला सिचुएसन छ, अनि एकदम धेरै बटरफ्लाइज छ पेटमा, नर्भसनेस छ होइन। त्यो डिसिजन के होला, कति कुरामा त मेरो कन्ट्रोलमा पनि छ, कति चाहिँ मेरो कन्ट्रोलमा पनि छैन। अनि आई वान्ट वर्ल्ड टु नो द्याट आई रियली वान्ट द्याट। अनि म एकदम कस्तो डराइरहेको थिएँ, सबै भइरहेको थियो। अनि वाट टु डु भन्नेमा चाहिँ आई फाउन्ड दिस बुक म्यानिफेस्ट भन्ने बुक विच माई सिस्टर बट इन दिल्ली। अनि खासमा चाहिँ म यस्तो बुक पढ्नै छोडिसकेको छु मेरो
पर्सनल फाइनेन्सतिरको रिडिङ भइरहेछ तर सी बट दिस अनि के छ त भनेर यसो हेरेको एन्ड आई लभ दिस बुक म्यानिफेस्ट 7 स्टेप्स टु लिभिङ योर बेस्ट लाइफमा चाहिँ 7वटा सिम्पल स्टेप्सहरू दिएको छ जस्तै आफूलाई के चाहिएको छ भिजन चाहिँ एकदमै क्लियर हुनु पर्यो अहिले चाहिँ भिजन बोर्डको कन्सेप्टहरू पनि एकदम पपुलर भइरहेछ नि द्याट एक्चुअली वर्क्स भन्ने कुराहरूको इक्जाम्पलहरू मजाले बुझाइएको छ होइन अनि हाउ टु मेक यो भिजन बोर्ड भन्ने कुराहरू पनि छ मैले चाहिँ एक्ज्याक्ट भिजन बोर्ड बनाइनँ जस्ट आई रोड जर्नल गरेर डायरीमा मलाई यो चाहिएको छ भन्ने मात्रै लेख्थेँ होइन मेबी त्यो गरेको भए पाइन्थ्यो होला होइन अनि त्यो आफ्नो भिजन क्लियर गरिसकेपछि चाहिँ कुनै पनि फियर अर डाउट चाहिँ राख्नु भएन लाइक अ बेबी होइन यो हुन्छ भनेर चाहिँ मजाले फेथ राख्नुपर्छ आफ्नो फियर एन्ड डाउटले चाहिँ लाइक भाइब्रेसनको कुराहरू पनि गरेको छ लो भाइब र हाई भाइब होइन अनि हाई भाइब भनेको एकदमै ह्याप्पी चेयरफुल पोजिटिभिटी अनि होपफुल त्यो सबै हुन्छ भनेदेखि त्यो लो भाइबमा चाहिँ फियरफुल होइन डाउट एन्सियस एङ्ग्री यस्तो यस्तो कुराहरू हुन्छ नि त अनि लो भाइब ले चाहिँ रियालिटी पनि नेगेटिभ बनाउन जान्छ अनि हाई भाइब पोजिटिभ भाइबले चाहिँ इन्भाइरोमेन्ट पनि एकदमै पोजिटिभ हुन्छ अनि आई हेभ दिस एक्जाम्पल है हामी लास्ट टाइम रारा घुम्न जाँदाखेरि हामी 4जना घुम्न गएको थियौँ अनि एकजना सर हुनुहुन्थ्यो होइन उहाँ एकदम धेरै लाइफको लो फेजमा हुनुहुन्छ होइन हिजो पनि भेट भएको थियो अनि उहाँ रारा जस्तो यस्तो ब्युटिफुल ठाउँमा पनि उहाँ यति धेरै एन्सियस हुनुभयो यति धेरै कम्प्लेन गर्नुभयो यति धेरै उहाँले इन्जोय नै गर्नु भएन कि उहाँको पीडामा त्यो जर्नी भयो डेस्टिनेसनमा पुगेर पनि पीडामा फर्किनु भयो कि अनि वी इन्जोयड द मोस्ट इनफ्याक्ट हाम्रो जाँदै गर्दाखेरि त्यो फोन पनि फुटेको थियो कि फोनको स्क्रिन पनि पुरै ड्यामेज भएको थियो होइन अनि फोटो पनि खिच्न पाइएन माथि गएर 40,000 को चुना लागेको थियो होइन मेरो गल्तीले गर्दा त्यसको पनि छिटो स्टोरी छ अनि त्यही पनि वी इन्जोयड अ लट होइन अनि आफ्नो थटले चाहिँ कस्तो रियालिटी हुन्छ भन्ने सिचुएसनको चाहिँ बेस्ट इक्जाम्पल त्यो लाग्छ कि सेम सिनेरियो थियो सेम जर्नी थियो तर सरले पर्सिभ गर्नुभयो र सरबाट कसैले सुन्नुभएको त्यो स्टोरी सुन्नुभयो भने कोही रारा जाँदैन कि तर हाम्रो पर्सपेक्टिभबाट सुन्नुभयो भनेदेखि चाहिँ यु विल जस्ट प्याक अ ब्याग एन्ड गो देयर अब द्याट डजन्ट मिन लाइक वी आर भेरी हाई भाइब पिपल पोजिटिभ पिपल होइन तर वी इन्जोयड द मोस्ट होइन अनि त्यहाँबाट चाहिँ मैले आफै पछि एनालाइज गर्दाखेरि चाहिँ थ्याङ्क गड हामी हाई भाइबमै रहेछौँ भनेर अझ यो बुक पढ्दाखेरि चाहिँ रियलाइजेसन भएको थियो होइन सो कुनै पनि फियर एन्ड डाउट नराखिसकेपछि आफ्नो बिहेभियर पनि त्यहीसँग सुट हुने गर्नु पऱ्यो क्या लाइन यो बिहेभियर विथ वाट यु वान्ट म्यानिफेस्टेसन भनेको चाहिँ काम हो कि लाइक इट्स नट लाइक अ विस तपाईँले यस्तो सोच्ने अनि त्यसपछि सुतिदिने मोबाइल चलाउने टिकटक स्क्रोल गर्ने होइन द्याट्स अ वर्क होइन तपाईँले के चाहनु भएको छ त्यसको लागि पनि आफूले कामहरू गर्न थाल्नुपर्छ नि सबै कुराहरू मिल्दै जान्छ कि अब फर इक्जाम्पल हामीले जब फोटोज नेपाल स्टार्ट गऱ्यौँ त्यो बेलामा चाहिँ केही पनि थिएन सबैले स्टुपिड भन्नुहुन्थ्यो कहाँ यस्तो फोटो बेच्ने कहाँ यस्तो गर्ने तिमीहरूलाई कसले हेल्प गर्छ र कसो हुन्छ र कहाँबाट मोडल ल्याउँछौ के गर्छौ भनेर एभ्री वान युज टु रेज क्वेसन के नेपालमा फोटो बेच्ने कन्सेप्ट पनि छ र फोटो कसैले किन्छ र भनेर रेज गर्नुहुन्थ्यो होइन अनि आई वाज भेरी क्लियर विथ द्याट म स्टक फोटोज बनाउँछु प्लेटफर्म बनाउँछु यसरी बनाउँछु भन्ने एकदमै क्लियर थियो अनि वर्ल्ड युनिभर्स नि कस्तो मजाले अलाइन भएको थियो कि द्याट हामीले टिकटकमा भिडियोजहरू बनाएको थियौँ त्यो भिडियोजहरू हेरेर म मेकअप गर्न आउँछु भनेर कतिजना मेकअप आर्टिस्टहरू त्यसरी जोडिन आउनुभयो म ड्रेस प्रोभाइड गर्छु म मोडल बन्छु भनेर इनफ्याक्ट हामीसँग थाउजन्ड्स अफ मोडलको त फर्मै आएको थियो होइन इफ तपाईँहरूले कसैले सम्झिनु भएको छ फोटोज नेपाल 3-4 वर्ष अगाडि भनेदेखि कमेन्ट गर्नु ल अनि तपाईँ हाम्रो मोडल हुनुहुन्थ्यो भने पनि कमेन्ट गर्नु अनि त्यसरी 500+ मोडल्सहरू हामीसँग एसोसिएट हुनुभयो अनि वी हेभ आवर प्लेटफर्म फोटोजहरू छ होइन अनि द्याट वाज इम्पोसिबल कन्सेप्ट जब म कुरा गर्थेँ होइन तर मलाई एकदम धेरै ट्रस्ट थियो द्याट इट विल वर्क आउट भनेर अनि हाम्रो प्लेटफर्म पनि बन्यो अनि इट वाज नट लाइक मलाई स्टक इमेज वेबसाइट बनाउनु छ अनि म सुत्ने भन्ने चाहिँ मैले गरिनँ कि आई वर्क हार्ड अनि सबै युनिभर्स नै त्यसरी नै अलाइन भएर राइट नाउ वी हेभ आवर प्लेटफर्म सो अलाइन यो बिहेभियर भनेको सायद त्यही भन्नुभयो होला अनि मैले चाहिँ आफ्नो स्टोरीसँग त्यसरी रिलेट गरेँ
युनिभर्सले चाहिँ कहिलेकाहीँ टेस्ट पनि लिन सक्छ होइन. फर इक्जाम्पल तपाईँको ब्रेकअप भइसक्यो अनि त्यसपछि अब बेटर पार्टनर युनिभर्सले तपाईँको लागि रेडी गरिदिएको छ, तर अल अफ अ सडन तपाईँको एक्सले फेरि तपाईँलाई बोलाउनु भयो अनि यु आर सो कम्फर्टेबल विथ यर एक्स. सबै थाहा छ नि त, एक्सको नेचर थाहा छ, उसको सबै बिहेभियर थाहा छ, अनि इभन ऊ कम ब्याक हुनु भनेको आफूलाई भ्यालिडेसन पनि फिल हुनसक्छ नि त. म राम्रै रहेछु, ऊ त्यही भएर त फर्क्यो भन्ने हुनसक्छ. अनि यु गो ब्याक टु द्याट एक्स भनेदेखि यु फेल द टेस्ट एक्जाम्पल होइन. अब मेबी अर्को वेमा त अब राम्रै पनि हुन सक्ला, तर इफ यु हेभ अलरेडी मुभड अन, तपाईँलाई कति कुराहरूले प्रब्लम भइरहेको थियो, त्यो एक्सले न त्यही भएर त ब्रेकअप भएको थियो नि त. अनि त्यो प्रब्लमलाई, त्यो सिचुएसनलाई त्यही स्टप गरेर मुभ अन गर्नुभयो भनेदेखि चाहिँ लाइफमा अझ बेटर पार्टनर चाहिँ आउन सक्छ है. सो द युनिभर्स विल टेस्ट यु एन्ड यु हेभ टु पास द्याट एक्जाम भनेर चाहिँ एउटा एक्जाम्पल चाहिँ त्यो च्याप्टरमा यस्तो मजाले एक्सप्लेन गरेको छ. मेबी आई हेभ नट एक्सप्लेन यु सो वेल, त्यसको लागि चाहिँ बुकै पढ्नु ल. अनि नेक्स्ट स्टेप भनेको चाहिँ इम्प्रेस ग्रेटिट्युड हो. ग्रेटिट्युड भनेको चाहिँ के हो त? ग्रेटिट्युड भनेको बिङ थ्याङ्कफुल, आफूले के पाएको छु भन्ने कुराहरूमा पनि थ्याङ्कफुल हुनुपर्छ. रादर देन अहिले सोसियल मिडियाको जमानामा अरूले के पाएको छ, के खाएको छ, लाएको छ भनेर कम्पेयर गरेर दुखी हुने र आफूले के नपाएको कुरामा मात्रै कम्प्लेन गर्नुभन्दा आफूले पाएको कुराहरूमा थ्याङ्कफुल हुनु इज ग्रेटिट्युड होइन. अनि मैले चाहिँ कसरी ग्रेटिट्युड एभ्री टाइम एक्सप्रेस गर्थेँ भन्दाखेरि आई हेभ दिस जर्नल. अनि यहाँ मैले सबै कुराहरू लेख्थेँ कि. अनि एभ्री टाइम अब जस्तै टु डु लिस्ट टुडे, अफर्मेसन, अनि मेरो मुड कस्तो थियो, के खाएँ होइन हेल्दी फिट हुनको लागि, अनि के बुक पढेँ, मेडिटेसन कति मिनट गरेँ, कति बजी उठेँ, त्यो सबै आफ्नो ट्र्याक राख्थेँ कि, त्यो रेकर्डहरू राख्थेँ. अनि एभ्री मर्निङ म ग्रेटिट्युड लेख्थेँ कि वाट एम आई ग्रेटिट्युड फर भनेर. अनि यो मैले प्र्याक्टिस गर्न थालेको चाहिँ 5 वर्ष भइसक्यो होइन. अनि बिचमा ग्याप पनि हुन्छ कहिलेकाहीँ होइन. अनि सुरुमा चाहिँ कस्तो स्ट्रेन्ज लाग्थ्यो कि ग्रेटिट्युड फर, ल मेरो दिमागले कामै गर्दैन थियो, केमा ग्रेटिट्युड, केमा थ्याङ्कफुल हुने, इट्स एभ्रिथिङ एज इट इज, थ्याङ्कफुल हुनुपर्ने केही कुरा छ र मसँग त यो छैन, त्यो छैन, त्यो छैन भन्ने मात्रै लाग्थ्यो. अनि बिस्तारै लेख्दै गएँ, त्यो टास्क थियो नि त ग्रेटिट्युड यो भनेर. अनि gratitude for healthy body, gratitude for this beautiful life, gratitude for being so cute, gratitude for my smile. अनि म यस्तो के कुराहरू फिल हुँदै 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 म लेख्दै गएँ कि ग्रेटिट्युड फर माई लभली मदर, फर माई फ्यामिली, एभ्री वान भनेर कस्तो मजाले ग्रेटिट्युड लेख्दै गएँ. इनफ्याक्ट ग्रेटिट्युड फर द एयर विच आई एम ब्रिदिङ होइन. अहिले भूकम्प आएको छैन, भूकम्प आउँदाखेरि कस्तो क्योटिक भएको थियो, अहिले पिसफुल लाइफ छ, ग्रेटिट्युड फर द्याट. अनि त्यो लेख्दै गर्दाखेरि एउटा मोमेन्ट आउँदो रहेछ, जे कुरा पनि पोजिटिभली हेरिँदो रहेछ कि. यु फिल ग्रेटिट्युड फर एभ्रिथिङ. त्यसले चाहिँ आफ्नो माइन्ड सेटलाई चेन्ज गर्छ होइन. अनि त्यही अनुसार वर्ल्ड पनि पोजिटिभली अलाइन हुँदै गएको थियो कि. अब मसँग कति कुराहरू छैन, तर इन्स्टेड अफ कम्प्लेनिङ जे कुरा छ त्यसमा ग्रेटिट्युड फिल हुँदाखेरि चाहिँ अझ बेटर अपर्च्युनिटिजहरू चाहिँ आउँदो रहेछ. एन्ड दिस इज सो मच ट्रु. अनि हजुरहरू पनि ग्रेटिट्युड प्र्याक्टिस गर्न सक्नुहुन्छ विथ राइटिङ, जर्नलमा राइट गरेर, वा म त इनफ्याक्ट यो पेन र पेपरले जति लेख्दाखेरि एउटा दिमागमा आउँछ नि इमेजिनेसन, क्रिएटिभिटी, त्यो चाहिँ डिजिटली यसरी लेख्दा आउँदैन क्या. अदरवाइज यु क्यान युज सेभरल एप्स होइन, त्यो पनि गर्दा हुन्छ. अनि नट ओन्ली रिटन बट एभ्री टाइम उठ्दाखेरि अर लाइक विथ यर पार्टनर अर विथ एनीबडी होइन, थ्याङ्क यू, आई फिल ग्रेटिट्युड भने यतिकै ऱ्यान्डमली भन्दाखेरि पनि पोजिटिभ भाइब्रेसन, पोजिटिभ एनर्जीहरू चाहिँ हुन्छ है. सो वाइ आई सेड पोजिटिभ एनर्जी र पोजिटिभ भाइब्रेसन भनेर मैले भनेँ नि, किन भन्दाखेरि हाम्रो थटले नै हाम्रो इमोसनल स्टेटलाई डिटर्माइन गर्छ कि होइन. अनि थट कहाँबाट आउँछ? तब पोजिटिभ थट कसरी ल्याउने भन्दाखेरि ग्रेटिट्युड एक्सप्रेस गर्दै गएपछि पोजिटिभ थट आउँछ. इफ यु कम्प्लेन एभ्री डे एन्ड नाइट भनेदेखि तपाईँको नेगेटिभ थट आउँदै जान्छ होइन. अनि यो बुकमा त अझ डेटा पनि दिएको छ कि द्याट 80% अफ हाम्रो थट भनेको चाहिँ नेगेटिभै हुन्छ. दिनको 60,000वटा थट आउँछ अनि त्यसमध्ये 80% त नेगेटिभ हुन्छ, 90% त रिपिटेड थट्सहरू आउँछ. सो त्यो त हाम्रो नेचुरली नै नेगेटिभ थट हुने भएको भएर त च्यालेन्ज छ कसरी पोजिटिभ ल्याउने भनेर. तर गुड पार्ट इज वान टाइममा एउटा मात्रै थट आउँछ, इदर पोजिटिभ अर नेगेटिभ होइन. सो त्यो चाहिँ हामीसँगै छ त्यसको कन्ट्रोल.
त्यो भएर हाम्रो थटलाई पोजिटिभ बनाउनु पर्यो थट पोजिटिभ भएपछि इमोसनल स्टेट पनि पोजिटिभ हुन्छ जस्तै ह्याप्पी हुन्छ चेयरफुल हुन्छ होपफुल हुन्छ हैन त्यस्तो कन्फिडेन्ट हुन्छ यस्तो पोजिटिभ इमोसनल स्टेट भइसकेपछि तपाईँको भाइब्रेसन हामी एउटा बडी भनेको पनि अब क्वान्टम फिजिक्सहरूको कुरा पनि गरेको छ हैन त्यो आफूले पढ्नु होला यदि पढ्नुहुन्न भने अलिकति एक्सप्लेन गरिदिन्छु हैन क्वान्टम फिजिक्स एनर्जीको कुरा गरेर चाहिँ हाम्रो इमोसनल स्टेट थट यो सबै एनर्जी हो अनि एनर्जीले चाहिँ एउटा भाइब्रेसन क्रिएट गर्छ पोजिटिभ र नेगेटिभ हाई लो भाइब्रेसन क्रिएट गर्छ अनि हाम्रो थट पोजिटिभ छ भने पोजिटिभ इमोसनल स्टेट हुन्छ अनि पोजिटिभ इमोसन भइसकेपछि हाई भाइब्रेसन हामीले दिन्छौँ हैन अनि हाई भाइब्रेसन भइसकेपछि यो वर्ल्डमा चाहिँ रियालिटी हाम्रो एनर्जीले पनि रियालिटी पोजिटिभ बनाउँछ सो थट चाहिँ एकदमै कन्सियसली नै पोजिटिभ बनाउनुपर्छ अनि सबकन्सियस माइन्ड र कन्सियस माइन्डको कुरा पनि गरेका छौँ 90% सबकन्सियस माइन्डकै कामहरू हुन्छ भन्दाखेरि 10% हाम्रो कन्सियस माइन्डले काम गर्छ अनि कन्सियस माइन्डले जे सोच्छ त्यही कुरा सबकन्सियस माइन्डमा बिस्तारै जाँदै गर्छ सो त्यो कन्ट्रोल पनि हामीसँग छ द्याट कन्सियस माइन्डलाई चाहिँ के फिड गर्ने भन्ने कुरा चाहिँ हामीसँग छ अनि राम्रो कुरा पढ्नु पर्यो राम्रो कुरा बोल्नु पर्यो सोच्नु पर्यो एन्ड देन द वर्ल्ड इज भेरी नाइस टु यु भन्ने कुराहरू पनि गरिएको छ अनि नेक्स्ट स्टेप भनेको चाहिँ आफ्नो जेलसीलाई चाहिँ इन्सपिरेसन को रूपमा कन्भर्ट गर्यो भनेदेखि चाहिँ यु क्यान गेट वाट एभर यु वान्ट भनेर भन्नुभएको छ हैन अनि अहिले सोसियल मिडियाको जमानामा त अब चाहेर नचाहेर वी कम्पेयर आवर लाइफ विथ समवन वी लाइक अर विथ आवर फ्रेन्ड्स हैन अनि त्यसपछि यसको यस्तो लाइफ छ मेरो यस्तो छैन भनेर हामी सबकन्सियसली दुखी भइरहेको हुन्छौँ अनि यहाँ राइटरले यस्तो मजाले लेखेको छ कि हाउ अफन डु यु कम अफ सोसियल मिडिया फिलिङ जस्ट अ लिटल बिट वर्स अबाउट योरसेल्फ एन्ड योर लाइफ देन यु डिड बिफोर यु वेन्ट अन भनेको छ अनि एकदमै लाइफको लो फेजमा चाहिँ सकभर सोसियल मिडिया नचलाएकै राम्रो होइन बिकज कन्सियस माइन्डले त्यसरी लिँदैन नि त अनि वी जस्ट किप अन कम्पेयरिङ आवर सेल्फ अनि यहाँ के भनेको छ भन्दा सोसियल मिडिया इज अ प्ले ग्राउन्ड फर कम्पेरिजन एन्ड अ फर्टाइल ल्यान्ड फर जेलसी टु ग्रो इन होइन अनि यो एकदम $1 billion इन्डस्ट्री नै it's driven by jealousy. It actively encourages us to compare ourselves to others so that we buy what they have, while simultaneously encouraging us to post our own envy, inducing images to get us enough likes or comments to feel validated भनेर लेखेको छ हैन अनि this is so true के अहिले अब कम्पेयर गरिन्छ जेलस भइन्छ हैन अब यो नहुनको लागि के गर्ने भनेर पनि राइटरले यस्तो मजाले लेख्नु भएको छ त्यसको लागि स्टेप के हो भन्दाखेरि आफू जेलस भइरहेछ आफूलाई लो फिल भइरहेछ अरूको सक्सेस देख्दाखेरि नराम्रो फिल भइरहेछ भने बी अवेर अफ इट हैन सेकेन्ड भनेको आफू त्यस्तो राम्रो भएको छैन भनेर आफूमा असेम लाज मान्ने होइन जज गर्ने होइन आफूलाई आफ्नो सराउन्डिङलाई होइन इन्स्टेड त्योबाट चाहिँ कुरा सिक्ने जस्तै मलाई नाइकी जस्तो कम्पनी बनाउनु छ नाइकी यस्तो खतरा छ भने म नाइकीसँग जेलस हुनु भन्दा नाइकी बनाउनको लागि उसले के गरेको छ भनेर त्यो सबै कुरा ऊबाट सिक्न सकिन्छ नि त सो लर्न फ्रम इट अनि लास्ट भनेको त्यो जेलसीलाई म नाइकीसँग जेलसी भइरहेछु भने मैले नाइकी बनाउनलाई के गर्नुपर्छ नाइकीले के गरेर नाइकी भयो भनेर चाहिँ त्यो पाथवेलाई चाहिँ फलो गरेर आई क्यान गेट इन्स्पायर्ड एन्ड आई क्यान create my own kind of Nike. Definitely Nike जस्तो हुँदैन तर म त्यो pathwayमा something much bigger or Nike भन्दा नि खतरा आफ्नै इनपुटले आफ्नै क्रिएटिभिटीले त्यो भन्दा बेटर बनाउन सक्छु कि कम्पनी हैन सो दिस इज हाउ यु शुड युज योर जेलसी इन्टु ह्याप्पिनेस भनेको छ अनि यहाँ एउटा दिएको इक्जाम्पल चाहिँ कस्तो मलाई एकदम मन पर्यो मैसँग रिलेट भयो जस्तो पनि लाग्यो हैन म भन्दिनँ होला त्यो बुकै पढ्नु म्यानिफेस्टेसनमा मैले छुटाउनै नहुने कुरा चाहिँ सेल्फ लभ थियो होइन हामी यसरी हुर्केको छौँ कि मेरो लागि आफ्नो लागि मैले ड्रेस किनेँ भने आफू गएर ब्युटी पार्लरमा मेकअप गरेँ वा के हुन्छ नि आफ्नो केही सेल्फ मेकअप गरेर के सेल्फ इम्प्रुभमेन्टवाला केही पनि काम गरेँ जिम जानु होइन अनि त्यसपछि मेकअप गर्नु यो स्किन केयर के गर्नु भनेको चाहिँ एउटा गिल्टी फिल भइरहेको हुन्छ कि अनि उखान पनि छ नि त मुखमा खानु घिउ छैन केमा लाउनलाई के भने जस्तो अनि त्यस्तो उखानले पनि जहिले गिल्ट फिल भइरहेको हुन्छ द्याट्स जस्ट एन एक्जाम्पल अफ सेल्फ लभ होइन अनि हामी त्यो गर्नलाई एकदम पछि पढिरहेको हुन्छौँ कि अब झन् पेरेन्ट्सहरू मेरो बुवा आमा त जहिले छोराछोरीको लागि भनेर आफ्नो होल लाइफै सेक्रिफाइस गर्नुभएको छ होइन
आफ्नो लागि पनि कहिले गर्नुपर्छ भन्ने बुझ्नु भएको छैन बाआमाले हैन तर अहिलेको जेनेरेसनमा चाहिँ धेरै हदमा आफ्नो लागि गर्नुपर्छ भनेर त्यो एउटा एजुकेसन आइसकेको छ सो इफ यु वान्ट टु म्यानिफेस्ट समथिङ इन यर लाइफ भनेदेखि इट स्टार्ट्स फ्रम सेल्फ लभ कि अनि त्यहाँबाट चाहिँ स्टार्ट हुन्छ भनेर भनेको छ विच इज सो ट्रु अनि वी आर नट अवेर अफ द्याट तपाईँको भिजन बोर्ड पनि बन्दैन यु क्यान नट क्रिएट यर ड्रिम अर एनिथिङ लाइक द्याट आफूले आफूलाई रेस्पेक्ट गर्नुहुन्न होइन आफ्नो वर्दी फिल गर्नुहुन्न आफूलाई माया गर्नुहुन्न भनेदेखि यु विल नट गेट एनी काइन्ड अफ manifestations what you want होइन सो सेल्फ लभ भनेको चाहिँ आइएम वर्दी अफ लभ म डिजर्भ गर्छु सक्सेस म मेरो ड्रिम लिभ गर्नलाई चाहिँ डिजर्भ गर्छु भन्ने कुराहरू चाहिँ बिलिभ गर्नुपर्छ लभ गर्नुपर्छ अनि इट्स लाइक आफ्नो वेल बिइङ होइन आफ्नो ह्याप्पिनेसको टेक केयर गर्ने आफै हो कसैले पनि तपाईँको खुसीको ठेक्का लिएको छैन आफ्नो खुसी आफैले जिम्मा गर्नुपर्छ इफ द्याट साउन्ड सेल्फिस भने पनि इट्स अल राइट एन्ड इफ यु आर ह्याप्पी देन यु क्यान स्प्रेड द्याट ह्याप्पिनेस टु अदर पिपल के अनि मलाई त्यो एकदमै बिलिभ लाग्छ म एकदमै खुसी भएको बेलामा मेरो वरिपरि सबैजनालाई मैले खुसी बनाउन सक्छु अनि म एकदमै लो फिल गरिरहेको छु लाइफमा एकदम फ्रस्ट्रेटेड छु भनेदेखि मभन्दा बढी मेरो वरिपरिको मान्छेले सफरिङ गर्नुपर्छ सो द्याट्स नट सेल्फिस इफ यु वान्ट टु लभ अदर पर्सन भनेदेखि आफ्नो ह्याप्पिनेस भनेको इम्पोर्टेन्ट हो अनि त्यस्तै कुराहरू लेखिएको छ होइन आफूसँग कहिले पनि नेगेटिभ सेल्फ टक नगर्नु म यो कुरा डिजर्भ गर्दिनँ म यस्तो छु म उस्तो छु म खत्तम छु मलाई आउँदैन म पढे लेखेको छुइनँ त्यही भएर त म यस्तो छु भन्ने होइन होइन अब यो धेरै हाम्रो पेरेन्ट्सको जेनेरेसनमा म एकदम सुन्छु होइन म पढेको छैन त्यही भएर म यो सिचुएसनमा छु भन्नुहुन्छ मसँग पैसा छैन त्यही भएर म यस्तो हो मैले यस्तो गरेँ होइन नो आफ्नो राम्रो कुरा मात्रै गर्नुपर्छ अनि माफी दिन पनि सक्नुपर्छ भन्ने कुरा हो माफी दिनु भनेको चाहिँ अरूको लागि होइन त्यो आफ्नै लागि हो भन्ने कुरा पनि लेखिएको छ यो बुकमा अनि एङ्ग्रीको कुरामा पनि होइन सद्गुरुको एउटा भिडियोमा भने चाहिँ बिङ एङ्ग्री इज लाइक ड्रिङ्किङ पोइजन बाई योर सेल्फ त्यो पोइजन चाहिँ अरूलाई खुवाएको जस्तो लाग्छ होला तर आफैले खाएको हो त्यो पोइजन होइन भनेर भन्नुहुन्छ अनि यस्तो कुराहरू चाहिँ इफ यु लभ योर सेल्फ भनेदेखि डु नट ड्रिङ्क द्याट पोइजन अनि एकदमै हाई भाइब आफूलाई के कुराले खुसी हुन्छ त्यही कुरा गर्नुपर्छ के कुराले कन्फिडेन्ट बनाउनुपर्छ त्यही कुरा गर्नुपर्छ अनि देन यु विल गेट वाट यु वान्ट शाहरुख खानको एकदमै फेमस डायलग छ नि ओम शान्ति ओमको यदि आफूले मनबाट साँच्चीकै चाहेको छ भनेदेखि होल युनिभर्सले नै त्यो पुरा गरिदिन्छ भन्ने कुरा नै छ होइन स्टेप 7 भनेको सो ट्रस्ट द युनिभर्स त्यो म्याजिकलाई चाहिँ एकदम ट्रस्ट गर्नु पर्यो आफ्नो काम भनेको त्यो 6वटा स्टेप्सहरू थियो नि अगाडिको कामहरू त्यो काम जस्तै आफूलाई के चाहेको छ त्यो भिजन क्लियर हुनु पर्यो त्यसपछि फियर एन्ड डाउट राख्नु भएन होइन अनि आफूले त्यही अनुसार काम गर्नु पर्यो ग्र्याटिट्युड एक्सप्रेस गर्नु पर्यो अनि कुनै पनि जेलसी छ भनेदेखि त्यसलाई इन्सपिरेसनको रूपमा कन्भर्ट गर्नु पर्यो अनि त्यसपछि लास्टमा भनेको वर्ल्डलाई युनिभर्सको म्याजिकलाई छोडिदिनु पर्यो त्यो डिभाइन एउटा टाइम आउँछ नि हरेक कुराको टाइम आउँछ भनेर हामी सुन्दै आएको छौँ नि सो राइट टाइममा आफूले चाहेको कुरा चाहिँ इजिली पाउन सकिन्छ भनेर भनिएको छ सो ट्रस्ट द युनिभर्सले आफ्नो म्याजिक देखाउँछ ढिला चाँडो सो पेसेन्स हुनु पर्यो त्यही हो अनि यो बुक चाहिँ एकदमै हेल्पफुल छ अनि मलाई रिल्याक्स हुनको लागि पनि एकदमै हेल्प गरेको छ अनि I'll follow these techniques अनि I'll crack my thing like that अनि त्यो भइसकेपछि पनि म भिडियो बनाउँछु ल के थियो त्यो कुरा भनेर अब अहिले चाहिँ म्यानिफेस्ट मात्रै गरौँ लेट्स सी